सो गाइज हामी चाहिँ अब जाँदैछौँ लन्डन ब्रिज उता पिकनिक खान। अनि मम्मी र म यहाँ हिँड्दैछौँ। हामी अनि बसबाट गएर आयो भने त बाई। अनि अब हामी यो यही बाटो जाने। हामी कुहिरहेको केही पनि देख्यो होइन कि गाइज हेर्नु न, केही देख्दैन उहाँबाट। अनि हामी यहाँ म बरु कहाँबाट त नि भन्नु त लन्डन ब्रिज चढेर सिधै गएपछि सिधै पुगिन्छ सिधा एकदम। कति किलोमिटर अरे कति मिटर त 2 किलोमिटर उता होला। 2 किलोमिटर उता त हामी त हिँडे गर्दा नि हामी यस्तो बाटो हुँदै अब कहाँ जानु लाग्यो अरे। बाटो नि अझै उता आज नयाँ ठाउँ कसरी जाने हो। 2 किलोमिटर उता पुरी भन्दा टाढा जस्तो ल अब हामी कता जाँदैछौँ अरे। लन्डन ब्रिज उता। यहाँबाट सजिलो छ नि, हाम्रो त धेरै टाढा पर्दैन क्या यो बाटो। कति पर्दैन, त्यही 2 किलोमिटर हो क्या, यताबाट लामो पर्दैन भन्ने भएर क्या। 2 किलोमिटर उता लन्डन ब्रिज मात्रै बाटो उता के अझै वहाँ जाने हामी पुग्ने ठाउँमा। म त लन्डन ब्रिज के हो यार, हेर त उता के हो त्यो भल्चर जस्तो लाग्छ। भल्चर जस्तो लाग्छ मलाई नि। होइन भल्चर क्या यत्रो यार भर्खरै ए मैले बुझेँ। सो गाइज हामी चाहिँ अहिले विद्युत प्राधिकरणको हामी अब साइडबाट गइरहेछौँ। कत्रो ठुलो हो यार, कति लाग्यो होला बनाउन गाइज। नेपाल सरकारको जग्गा हो नि त्यो त, हाम्रो जग्गा हो त होइन कि कति लाग्यो कि यो बिल्डिङहरू बनाउनु भने 3-4 त लाग्यो होला। यस्ता हामी यहाँ ल अब घाम लाग्न लागेको अवस्था। ओहो उता टिकटक चलिरहेको छ नि यिनीहरूका, रमाइलो छ। रमाइलो छ आज। ल हाम्रो चाहिँ कति नै काम गरेछु भन्ने पार्न सेकेन्ड लोडको खाजा सुरु हुन लाग्यो। फर्स्ट लोड भ्याइसक्यौँ, चिया ब्रेड यता त पाक्दै हो फेरि। पकाउनेले पनि देखाउनु पर्यो अरे के अब यहाँ ससेज पनि हाल्नु पर्यो नि। कपाल यस्तो गरिदिनु टिकटकमा आइहाल्छ आज नि। हिजो कति बनाउनु भ्याउनु परेछ, कस्तो दामी खिच्दैछु त भाडा मान्दा नि यसरी अगाडि आउँछ नि। ल हेर्नु है, ताली गराउ न सबैजनाले, ताली पड्काउनु न भाडा माझेको। चस्मा लाएर है अहिलेको फेसन। हेलो विद्या म्याम, यता होइन भाडा त दिनु भयो नि भन्ने के कस्तो हो त। हेरेर हामीहरू हेरेर रमाउने के हो। हेर हामी भाडामा त नि यसरी नाच्छौँ हामी चाहिँ।
लाइभ नगर भ्यालेन्टाइन नै लाइभ होइन कि भिडियो म्याम लाउनु त्यता दिनु अब तिनीहरूलाई एक केटी आएर लैजाऊ सबै पाला पाला दिन्छ हाम्रो आइटम चाहिँ खत्तम भयो है लाइन लाएर आऊ भन्नु चम्चा सबैलाई पनि छ चम्चा छ कि मेरो ब्याग छ 5 वटा Go. हेराऊ नि यहाँ हेलो टाउको नि पखालाइज धुलै धुलो हो टाउकोमा प्रियस जाडो भएन एउटा हेर नि डरले कहाँ बसेछ यहाँ आइज है प्रिय सुदैन दा यहाँ हेर क्रिस दादा बगाउनु भयो ल तसिबको घाउ जान्छ अब खेर हेर न यहाँ कति मजा आयो हेर त स्विमिङ खेल्नलाई मजा भयो जाडो भएन प्रिय क्रिस दादा कति गोरे त कति काले हो अर्को डर छेरु हेर न त्यसलाई त बगाउँछ तसिब टाउको नहुने आऊ तसिब टाउको नहुने आऊ त्यो त नजाऊ नाना भित्र आऊ टाउको पनि नहुने आऊ छु मलाई नभिजाउनु मेरो लुगा छैन भयो प्रिया टाउको पखाल्यो त धुलो पखालिन्छ प्रियास कटु नि कस्तो रमाइलो भयो क्या आज घर बजाइ भयो त्यो यति इरिटेट हुन्थ्यो लाइन पनि हुन्थेन हेर्नु त्यो दुइटाले टाउको खाएर झनै राम्री पो देख्यो नि हौ लाजालु मायाले गाजालु लाउँदा त झनै राम्री पो देख्यो नि हौ